नमस्ते सबैजनालाई स्वागत छ तपाईँहरूलाई हाम्रो युट्युब च्यानल विक्रम एकाडेमीमा। आजको भिडियोमा हामीले एक्सरसाइज 12.1 को 6 नम्बरको सबै क्वेसनको सल्युसन गर्छौँ। यो हाम्रो लेक्चर सिरिजको लेक्चर नम्बर 06 हो। यो चाहिँ डेरिभेटिभको लेक्चर सिरिजको लास्ट लेक्चर हो। त्यसपछि हामीले एप्लिकेसन अफ डेरिभेटिभको एक्सरसाइज गर्छौँ। क्लास 12 च्याप्टर नम्बर 12 हो। अनि बुक चाहिँ हाम्रो बेसिक म्याथमेटिक्स हो। त्यो बुक बेसिक म्याथमेटिक्स बुकको एक्सरसाइज 12.1 को 6 नम्बरको हामी सोल्युसन गर्छौँ। बुझ्नुभयो नि यति? अब हेर्नु त 6 नम्बरमा के भनेको छ भने फाइन्ड द डेरिभेटिभ अफ sin x by होल रेज टु द पावर x स्क्वायर। अनि यसमा पनि 5 नम्बर जस्तै कन्सेप्ट युज हुन्छ। फंक्सनको पावर फंक्सनसँग लग युज गर्नुपर्छ। त्यसलाई सोल्युसन गरौँ यहाँ। यो अलिकति ठुलो हुन्छ, यहाँ बुझाउँदै सल्भ गर्दै गर्छु किनभने यो 6 नम्बरको क्वेसन जहिले पनि 3 मार्कमा सोधिन्छ अनि ठुलो हुन्छ। एक पेज 1.5 पेज 1 पेज 1.5 पेज जान्छ। त्यही भएर यसको क्वेसन भन्दा ठुलो एन्सर हुन्छ। त्यही भएर यसलाई हामीले बिस्तारै गरौँ। सोल्युसन सबभन्दा पहिला त सोल्युसन लेख्नु पर्यो। सोल्युसन हियर लेट y इक्वल टु हामीले sin x by a होल रेज टु द पावर x स्क्वायर लेख्नु पर्यो। यो त क्वेसनमै दिएको छ। अनि निकाल्नु के पर्छ भने यसको डेरिभेटिभ के को रेस्पेक्टमा x को। केही भेरिएबल मेन्सन गरेको हुँदैन भने जुन भेरिएबलको टर्ममा इक्वेसन दिएको हुन्छ त्यसको रेस्पेक्टमा हामीले डेरिभेटिभ गर्नुपर्छ। टेकिङ log on both side we get and log y equal to log sin x by a होल पावर x स्क्वायर भइहाल्छ। अनि यसलाई हामी एलएचएसमा एज इट इज लेखौँ log y इक्वल टु अनि यो log x को पावरमा x स्क्वायर छ भने x स्क्वायर मल्टिप्लाई हुन्छ। किनभने हामीलाई थाहा छ log m को पावर n हुँदाखेरि यो चाहिँ n टाइम्स log m हुन्छ। यो रुल लगारिथमिक फंक्सनमा पढ्नुभएको तपाईहरुले। त्यही भएर यो यति हुन्छ। अब यो x स्क्वायर यहाँ अगाडि आइहाल्छ log यहाँ sin x by एज इट इज हुन्छ। अब यसलाई दुईटै साइड के गर्नु पर्यो भने डिफरेन्शिएट गर्नु पर्यो x को रेस्पेक्टमा। केही भेरिएबल मेन्सन गरेको हुँदैन भने x को रेस्पेक्टमा डिफरेन्शिएसन गर्नु पर्यो। डिफरेन्शिएटिङ बोथ साइड with respect to x we get n derivative of log y with respect to x equal to derivative of x square log sin x by a with respect to x हुन्छ। यसरी गर्नु पर्यो डिफरेन्शिएसन। अब यहाँ हेर्नु त अब log y with respect to x छ त हामीलाई डेरिभेटिभ अफ log y with respect to y गर्नु पर्यो नि त। जुन भेरिएबल यहाँ छ त्यही भेरिएबल युज गर्नु पर्यो। किनभने हामीलाई थाहा छ डेरिभेटिभ अफ log x with respect to x गर्दाखेरि 1/x हुन्छ। त्यही भएर यहाँ और डेरिभेटिभ अफ log y with respect to y multiply by derivative of y with respect to x यसरी लेख्न सकिन्छ। इक्वल टु अब यहाँ हेर्नु यो एउटा फंक्सन हो यति अनि अर्को यो फंक्सन हो। यहाँ दुईटा फंक्सनको प्रोडक्ट छ। दुईटै कुनको फंक्सन हो x भन्ने भेरिएबलको। त यहाँ हामीलाई प्रोडक्ट लगाउनु पर्यो। त पहिलो फंक्सन एज इट इज x स्क्वायर एज इट इज डेरिभेटिभ अफ log sin x by a with respect to x हुन्छ प्लस दोस्रो फंक्सन एज इट इज। दोस्रो फंक्सन यो हाम्रो त्यसैले यहाँ log sin x by a दोस्रो फंक्सन एज इट इज अनि यसको डेरिभेटिभ अफ x स्क्वायर विथ रेस्पेक्ट टु x यतिसम्म लेख्नु पर्छ। यहाँसम्म स्क्रिनशट लिनु। अब यसलाई मेटेर हामी अर्को गर्छौँ यहाँबाट। यहाँदेखि हामी मेटिराखेको छौँ। यहीँदेखि मेटौँ किनभने यो फेरि काम लाग्छ अगाडि ठाउँ छैन यसमा। हाम्रो सपोजिसन कुन थियो भने y इक्वल टु sin x by a को पावर x स्क्वायर लेखेको थियो। त्यही यो काम लाग्छ पछाडिमा। त्यही भएर यो हामी माथि लेख्यौँ। अब यसलाई मेटौँ।
यहाँ हेर्नु त अब LHS मा के हुन्छ भने or डेरिभेटिभ अफ log y विथ रेस्पेक्ट टु y गर्दाखेरि 1/y अनि dy by dx एज इट इज रहन्छ अनि इक्वल टु x स्क्वायर एज इट इज छाडौँ अब यसको डेरिभेटिभ साइडमा गरेर अनि डाइरेक्टली यहाँ सब्स्टिट्युट गर्नु इनकेस तपाईहरुलाई जुन क्वेसनमा कपीमा ठाउँ छ भने स्टेपै वाइज गर्नु छैन भने यसको डेरिभेटिभ कतै रफमा बाहिर गर्नु अनि त्यसपछि यहाँ सब्स्टिट्युट गर्नु म यसको डेरिभेटिभ बाहिर गरिराखेको छु डेरिभेटिभ अफ log sin h x by a with respect to x भन्दैछ यसलाई हामी डेरिभेटिभ अफ log sin h x by a with respect to sin h x by a multiply by derivative of sin h x by a with respect to x लेख्न सक्छौं अनि यसको डेरिभेटिभ अफ log x with respect to x गर्दाखेरि 1/x हुन्छ त्यही भएर यहाँ डेरिभेटिभ अफ log sin h x by a with respect to sin h x by a छ भने यो चाहिँ 1 divided by sin h x by a भइहाल्छ मल्टिप्लाई बाइ डेरिभेटिभ अफ sin h x by a with respect to x गर्दाखेरि यहाँ x को कोएफिसिएन्ट 1/a त्यही भएर 1/a पहिला मल्टिप्लाईमा आउँछ त्यसपछि डेरिभेटिभ अफ sin h x by a with respect to x गर्दाखेरि cos h x by a आइहाल्छ अनि यहाँ हेर्नु त cos h x by a डिवाइडेड बाइ sin h x by a गर्दाखेरि cot h x by a मल्टिप्लाई बाइ 1/a हुन्छ कि हुँदैन यो डाइरेक्टली हामी यहाँ लेखिहाल्छौँ यहाँ कति भयो 1/a इन्टु cot h x by a हुन्छ कि हुँदैन यति अब यसलाई मेट्दा हुन्छ कसरी गरेको यहाँबाट हेर्नु यतिको ठाउँमा हामीले यति डाइरेक्टली लेख्यौँ किनभने यसलाई सल्भ गर्दाखेरि यति आउँछ त्यही भएर यहाँ डाइरेक्ट लेख्न पाइहाल्छ तपाईहरुको कपीमा ठाउँ छ भने स्टेप वाइज गर्दै 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 जानु अनि लेख्नु नत्र इन केस मन लागेन भने यो साइडमा हेराइदिनु यसको यति आउँछ अनि डाइरेक्ट यहाँ सब्स्टिट्युट गर्नु अब हामीलाई फेरि यो फंक्सन एज इट इज लेख्नु पर्यो अब यसलाई हामी मेट्दिदैछौँ के फरक पर्दैन मेट्दा हैन सर अनि तपाईँ भन्नुहुन्छ नि मलाई नोट चाहियो भने नोट इनकेस तपाईहरुलाई नोट चाहियो भने यो भिडियोको डिस्क्रिप्सन बक्समा जानु त्यहाँ लिंक छ त्यो लिंकमा क्लिक गर्नु यसको एज इट इज नोट आइहाल्छ ह्यान्ड रिटन त्यही भएर छ नोट चाहियो भने त्यहाँबाट गएर तपाईहरु लिन सक्नुहुन्छ अब हाम्रो यहाँ के छ भने यो प्लस एज इट इज रहन्छ अनि log sin h x by एज इट इज log sin h x by a एज इट इज अनि डेरिभेटिभ अफ x स्क्वायर विथ रेस्पेक्ट टु x गर्दाखेरि 2x हुन्छ कसरी यो फर्मुला हामीले लगाएको डेरिभेटिभ x को पावर n विथ रेस्पेक्ट टु x गर्दाखेरि n टाइम x को पावर n - 1 हुन्छ अब यहाँ n को ठाउँमा 2 छ त 2 टाइम्स x को पावर 2 - 1 गर्दाखेरि 2 इन्टु x को पावर 1 भनेपछि 2x आइहाल्छ यति लेख्न सक्छौं अब यो हेर्नु त यो 1/y y चाहिँ LHS मा मल्टिप्लिकेसनमा छ सरी मल्टिप्लिकेसन भने डिभिजनमा छ भने RHS मा जाँदाखेरि मल्टिप्लिकेसन हुन्छ त्यहाँ हामीले dy by dx इक्वल टु y टाइम्स x स्क्वायर डिवाइडेड बाइ a यो दुईटाले मल्टिप्लाई गर्दाखेरि x स्क्वायर डिवाइडेड बाइ a भइहाल्यो cot h x by a एज इट इज प्लस log sin h x by a इन्टु 2x लेख्न सकिन्छ कि सकिँदैन यति अब यसलाई हामीले फेरि डेरिभेटिभ अफ y विथ रेस्पेक्ट टु x गर्दाखेरि y को ठाउँमा कति लेख्न पाइन्छ y त हामीले इन्ट्रोड्युस गरेको भेरिएबल हो नि त यसले y लाई सब्स्टिट्युट गर्दाखेरि यहाँ sin h x by a को पावर x स्क्वायर हुन्छ यहाँ फेरि x स्क्वायर डिवाइडेड बाइ a छ cot h x by a प्लस 2x लाई हामी अगाडि लेखौँ योलाई 2x लाई अगाडि लेख्न सकिन्छ त्यही भएर 2x यहाँ फेरि log sin h x by a यति भइहाल्यो यही हाम्रो रिक्वायर्ड आन्सर हो यहाँ हाम्रो रिक्वायर्ड आन्सर छ इनकेस हैन तपाईलाई ह्यान्ड रिटन नोट चाहियो भने डिस्क्रिप्सन बक्समा जानु यो च्याप्टरको फर्मुलाको पनि नोट आइहाल्छ प्लस जुन अहिले पढाइ हुँदैछ त्यसको पनि नोट तपाईहरुले पाउनुहुन्छ भिडियो हेर्ने मन छैन भने इनकेस नोटमा बुझिदैन भने नोट हेर्दै भिडियो हेर्दै गर्नु बुझेर त्यति छ यहाँ हाम्रो 1 नम्बरको आन्सर लास्टमा यति नै हुन्छ अब हाम्रो क्वेशन नम्बर बी मा के छ भने फाइन्ड द डेरिभेटिभ अफ
cos h x by a होल रेज टु द पावर log x यसको डेरिभेटिभ निकाल्न भन्दैछ। यो पनि अगाडि a नम्बर जस्तै छ, पहिला log लिनु पर्यो, त्यसपछि डिफरेन्सिएट गर्नु पर्यो अनि लास्टमा y को भ्यालु सब्स्टिट्युट गर्नु पर्यो। त्यसरी नै गर्नुपर्छ। यसलाई गर्दाखेरि हामीले फेरि solution here let y equal to cos h x by a होल को पावर log x यसरी लेख्न सक्छौँ। अब फेरि taking log on both side, taking log on both sides we get and यहाँ log y equal to log cos h x by a को पावर log x यसरी लेख्न सकिन्छ। अब यहाँ हेर्नु त यो log y एज इट इज रहन्छ, यो log x मल्टिप्लाईमा हुन्छ log x मल्टिप्लाई बाई log cos h x by हुन्छ कि हुँदैन यसरी, किन हामीलाई थाहा छ log m को पावर n हुँदाखेरि यो n टाइम्स log m हुन्छ, त्यही भएर यसरी लेख्न सकिन्छ कि सकिँदैन। अब दुईटै साइड हामीले के गरौँ भने डिफरेन्सिएट गर्नु पर्यो x को रेस्पेक्टमा, differentiating both side with respect to x we get हेर्नु त यहाँ डेरिभेटिभ अफ log y with respect to x भइहाल्छ इक्वल टु डेरिभेटिभ अफ log x multiply by log cos h x by a with respect to x हुन्छ कि हुँदैन यसरी लेख्न सकिन्छ। अब यहाँ हेर्नु त यसको डिफरेन्सिएसन गर्दाखेरि हामीले 1 by y dy by dx हुन्छ, अगाडिको क्वेसनमा गरे जस्तै। अनि यहाँ फेरि प्रोडक्ट लाग्छ, यो पहिलो फंक्सन यति भनेपछि दोस्रो फंक्सन हो, त्यही भएर फर्स्ट फंक्सन एज इट इज log x एज इट इज डेरिभेटिभ अफ log cos h x by a with respect to x प्लस दोस्रो फंक्सन यो log cos h x by a एज इट इज अनि डेरिभेटिभ अफ पहिलो फंक्सन डेरिभेटिभ अफ log x with respect to x हुन्छ। यतिसम्म ठिक छ, यहाँसम्म लेख्नु, त्यसपछि हामी मेटेले फेरि गर्छौँ यहाँबाट। अब यहाँ यतिसम्म भेट्दैछ, यो चाहिँ पर्दैन, काम छैन यसको। यहाँसम्म लेख्नु, त्यसपछि हामीले फेरि गर्नुपर्छ, किनभने यो बोर्ड सानो भएर अब पुरै अटिँदैन यो बुक, क्वेसन पनि धेरै ठुलो ठुलो छ यो 6 नम्बरको, त्यही भएर अब यसलाई हामीले अब यो पार्टमा गरौँ। LHS मा 1 by y dy by dx एज इट इज रहन्छ इक्वल टु log x एज इट इज, अनि यसको डेरिभेटिभ नि गर्दाखेरि ठुलो हुन्छ, त्यही भएर यसको पुरो होलको डेरिभेटिभ साइडमा निकाल्छ अनि एकैचोटि सब्स्टिट्युट गर्न सकिन्छ यसरी। इन केस तपाईहरुको कोही कपीमा गर्दै हुनुहुन्छ भने सिधा गर्नु, स्टेप वाइजै गर्नु, मैले यहाँ फेरि ठाउँ नपुगेर यसै अब 10 चोटिको यति लेखिरहेको छु, त्यही भएर यसको डेरिभेटिभ गर्ने यहाँ अनि यहाँ सब्स्टिट्युट गर्ने, यसरी गर्नु। अब यहाँ साइडमा हामी निकाल्छौँ डेरिभेटिभ अफ log cos h x by a with respect to x भन्दैछ। यसलाई हामीले log को भित्र cos h x by छ भने cos h x by a कै रेस्पेक्टमा डिफरेन्सिएसन गर्नुपर्छ चेन रुल लगाएर। यसलाई हामी यसरी लेख्न सक्छौँ डेरिभेटिभ अफ log cos h x by a with respect to cos h x by a multiply by डेरिभेटिभ अफ cos h x by a with respect to x यसरी लेख्न सकिन्छ। अनि यसको डेरिभेटिभ 1 by cos h x by हुन्छ, किनभने हामीलाई थाहा छ डेरिभेटिभ अफ log x गर्दाखेरि 1 by x हुन्छ, अनि फेरि मल्टिप्लाई बाई डेरिभेटिभ अफ cos h x by a with respect to x गर्दाखेरि यो x को कोएफिसिएन्ट 1 by a पहिला मल्टिप्लाईमा आउँछ, त्यसपछि डेरिभेटिभ अफ cos h x by a with respect to x गर्दाखेरि sin h x by a हुन्छ कि हुँदैन यसरी। अब यहाँ फेरि हेर्नु त sin h x by a डिभाइडेड बाइ cos h x by a गर्दाखेरि
tan h x by a हुन्छ यो 1 by a लाई हामीले अगाडि मल्टिप्लाई गर्छ के हुन्छ नि त अब यसको मतलब यो यतिको ठाउँमा हामी यो यति टर्म लेख्न सक्छौँ त्यही भएर यहाँ डेरिभेटिभ अफ log cos h x by a विथ रेस्पेक्ट टु x को ठाउँमा 1 by a tan h x by a लेख्न सक्छौँ त यहाँ 1 by a tan h x by a लेख्यौँ प्लस फेरि log अब यसलाई मेटिदिँदैछु फेरि ठाउँ छैन लेखिहाल्नु तपाईँहरूलाई स्टेपै वाइज गर्नु हेरेर एकचोटि आफैले स्टेप वाइज गर्नु अनि यो फेरि हेर्नु त log cos h x by a एज इट इज सार्छु log cos h log को फंक्सनमा cos h त्यही भएर यसलाई हामी यसरी गरौँ log cos h x by a इन्टु डेरिभेटिभ अफ log x विथ रेस्पेक्ट टु x गर्दाखेरि 1 by x हुन्छ यो त फर्मुला थाहा होला तपाईहरुलाई 11 मै पढ्नु भएको त्यही भएर यसलाई हामीले फेरि y यहाँ डिभाइडमा छ अर्को साइड गर्दाखेरि मल्टिप्लाई हुन्छ और dy by dx इक्वल टु y टाइम्स log x into 1 by a into tan h x by a plus log cos h x by a multiply by 1 by x लेख्न सकिन्छ कि सकिँदैन त्यसमा अब यहाँ हेर्नु त्यसलाई फेरि हामीले यो पहिला मेट्दै काम छैन यसको अब यसलाई और dy by dx एज इट इज लेख्न सक्छौं y को भ्यालु कति छ हामीसँग cos h x by a को पावर log x यहाँ फेरि 1 by a लाई अगाडि 1 by a लाई अगाडि त्यसपछि log x into tan h x by a plus 1 by x लाई अगाडि into log cos h x by a हुन्छ यो चाहिँ हाम्रो फाइनल आन्सर भयो यहाँ ब्रैकेट हाल्नु किनभने cos को फंक्सन यहाँ अलिकति मिस्टेक भयो ब्रैकेट यहाँ cos h x by a को ठाउँमा ब्रैकेट हुन्छ यही हाम्रो रिक्वायर्ड आन्सर हो यति नै हाम्रो आन्सर हुन्छ ठीक अब हाम्रो क्वेशन नम्बर सी मा के छ भने फाइन्ड द डेरिभेटिभ अफ sin h x को पावर tan h x यसको डेरिभेटिभ निकाल्न भन्दैछ यसमा पनि हेर्नु त फंक्सनको पावर फंक्सन त पहिला सबभन्दा पहिला लग लिनुपर्छ दुईटै साइड लग लिएर यो आरएचएस मा प्रोडक्टमा आउँछ त्यसपछि डिफरेन्सिएसन गर्नु प्रोडक्ट टुल लगाउनु लास्टमा y को भ्यालु सब्स्टिट्युट गर्नु आइहाल्छ त्यही भएर यसलाई पनि सेम अगाडिकै जस्तै एज इट इज प्रोसेस छ गर्नु पहिला एकचोटि तपाईले मन लाग्छ भने एकचोटि आफै ट्राई गर्नु त्यसपछि भएन भने भिडियो हेर्दै गर्नु हैन यसलाई हामीले यहाँ सोलुसन लेख्न सक्छौं सोलुसन हियर लेट y इक्वल टु sin h x को पावर tan h x भइहाल्यो अब यसलाई दुईटै साइड के लिनु पर्यो लग टेकिङ log on both side we get and log y equal to log sin h x को पावर tan h x हुन्छ कि हुँदैन यति यसलाई हामीले फेरि और log y equal to log यो tan h x मल्टिप्लाई मा हुन्छ त्यही भएर यसलाई अगाडि लेखौं हामी यहाँ tan h x into log sin h x हुन्छ कि हुँदैन यो मल्टिप्लाई मा छ अब दुईटै साइड डिफरेन्सिएसन गर्नु डिफरेन्सिएटिङ बोथ साइड with respect to x we get LHS मा डेरिभेटिभ अफ log y with respect to x भइहाल्छ इक्वल टु डेरिभेटिभ अफ यहाँ tan h x into log sin h x with respect to x भइहाल्छ यसको रेस्पेक्टमा डिफरेन्सिएसन गर्नु पर्यो अब यहाँ LHS मा डेरिभेटिभ अफ log y with respect to y 1 by y dy by dx हुन्छ यो त यादै भइहाल्यो होला तपाईहरुलाई गर्दै गर्दै LHS मा हामीले फेरि
1/y dy/dx लेख्न सक्छौँ। यहाँ प्रोडक्ट टुल लाग्छ। पहिलो फंक्शन यो, दोस्रो फंक्शन यो। त पहिलो फंक्शन एज इट इज tan x एज इट इज डेरिवेटिभ अफ log sin x with respect to x गर्नु पर्यो, प्लस दोस्रो फंक्शन यो एज इट इज log sin x एज इट इज डेरिवेटिभ अफ पहिलो फंक्शन डेरिवेटिभ अफ tan x with respect to x गर्नु पर्यो। यसरी गर्न सकिन्छ नि। पहिलो फंक्शन एज इट इज डेरिवेटिभ अफ दोस्रो फंक्शन, फिर दोस्रो फंक्शन एज इट इज डेरिवेटिभ अफ पहिलो फंक्शन, फर्स्ट फंक्शन यो सेकेन्ड फंक्शन, फर्स्ट फंक्शन टाइम्स डेरिवेटिभ अफ सेकेन्ड फंक्शन प्लस सेकेन्ड फंक्शन टाइम्स डेरिवेटिभ अफ फर्स्ट फंक्शन, यसरी लेख्न सकिन्छ। अब यहाँ हामी यसलाई हामी अगाडि सल्भ गर्छौँ। यहाँबाट यो हाम्रो क्वेसन हो, यति चाहिँ क्वेसनकै हो, यहीँबाट सल्भ भइहाल्छ। यसलाई हामीले फेरि एलएचएस मा एज इट इज जे छ त्यही लेख्न सक्छ एलएचएस मा, और 1/y dy/dx एज इट इज, अनि आरएचएस मा हेर्नु त tan hx एज इट इज रहन्छ। tan hx यहाँ चाहिँ हाम्रो tan hx एज इट इज, tan hx एज इट इज रहन्छ। त्यसपछि यतिलाई साइडमा सल्भ गरेर यहाँ सब्स्टिट्युट गर्नु, हैन स्टेप वाइज गर्नु मन छ भने यसलाई सल्भ गर्दै 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 गर्नु कपीमा, छैन भने यसलाई साइडमा गरिहाल्नु, त्यसपछि यहाँ डाइरेक्टली सब्स्टिट्युट गरिदिनु। यहाँ के छ हाम्रो डेरिवेटिभ अफ log sin hx विथ रेस्पेक्ट टु x छ। त यहाँ log sin hx छ भने विथ रेस्पेक्ट टु sin hx नै गर्नु पर्यो नि त, चेन रुल लगाउनु पर्छ। त्यही भएर यसलाई हामी यसरी लेख्न सक्छौँ डेरिवेटिभ अफ log sin hx with respect to sin hx multiply by derivative of sin hx with respect to x, यसरी गर्न सकिन्छ। अब यो हेर्नु त डेरिवेटिभ अफ log sin hx with respect to sin hx गर्दाखेरि 1/sin hx आउँछ मल्टिप्लाई बाई डेरिवेटिभ अफ sin hx with respect to x गर्दाखेरि cos hx आउँछ। यो फर्मुला हाम्रो। अब cos hx by sin hx गर्दाखेरि tan hx आउँछ, सरी cos by sin छ भने cot hx आउँछ, tan hx आउँदैन, cot hx आउँछ। यो डाइरेक्ट यतिको ठाउँमा हामीले cot hx लेख्न सक्छौँ मल्टिप्लाई बाई cot hx प्लस एज इट इज, फेरि पहिलो फंक्शन जे छ त्यही लेख्नु पर्यो। यसलाई म यहाँ मेटिदिन्छु, केही छैन काम। पहिलो फंक्शन के छ भने log sin hx एज इट इज डेरिवेटिभ अफ tan hx विथ रेस्पेक्ट टु x गर्दाखेरि sec h स्क्वायर x हुन्छ। यो त थाहा होला तपाईहरुलाई, डेरिवेटिभ अफ tan hx विथ रेस्पेक्ट टु x गर्दाखेरि sec h स्क्वायर x हुन्छ। यसलाई फेरि यहाँ हेर्नु y चाहिँ डिभाइडमा छ एलएचएस मा, यो यता जाँदाखेरि मल्टिप्लाई हुन्छ, त्यसैले यसलाई हामीले dy/dx इक्वल टु y टाइम्स tan hx इन्टु cot hx गर्दाखेरि 1 हुन्छ रेसिप्रोकल, किनभने यसलाई यसरी पनि बुझ्न सकिन्छ, कटलाई 1/tan hx लेख्न सकिन्छ, अनि tan hx डिभाइडेड बाइ tan hx गर्दाखेरि 1 भ्यालु, यतिको ठाउँमा हामीले डाइरेक्टली 1 लेख्न सक्छौँ। प्लस यो टर्मलाई अगाडि लेख्दियौँ sec h स्क्वायर x इन्टु log sin hx, यसरी लेख्न सकिन्छ। अब यहाँ फेरि therefore we can write derivative of y with respect to x गर्दाखेरि y कति छ यहाँ sin hx को पावर tan hx टाइम्स 1 प्लस sec h स्क्वायर x इन्टु log sin hx, यसरी लेख्न सकिन्छ। यो हाम्रो रिकरेन्स, बुकमा पनि एन्सर यति नै होला, हाम्रो एन्सर भ्यालु यति। यो चाहिँ यो अगाडिको क्वेसनको एन्सर हो। अब हाम्रो क्वेसन नम्बर डी मा के छ भने फाइन्ड द डेरिवेटिभ अफ log x रेज टु द पावर sin hx, यसको डेरिवेटिभ निकाल्न भन्दैछ। यसलाई हामी फेरि के गर्छौँ भने सोलुसन
here let y equal to log x को पावर sin h यसरी लेख्न सक्छौं। फेरि यहाँ लगै लिनु पर्यो, फंक्शनको पावर फंक्शन छ भने taking log on both side we get derivative log y, यहाँ डेरिभेटिभ हुँदैन log हुन्छ, log y equal to log अनि फेरि log x को पावर sin hx यसरी लेख्न सकिन्छ, और log y equal to यो चाहिँ मल्टिप्लाईमा पावर छ भने ठ्याक्कै मल्टिप्लाईमा हुन्छ, यहाँ sin hx मल्टिप्लाई बाइ log x हुन्छ, यहाँ log x छ, log यसको भ्यालुमा पनि log x छ, यो हुन्छ, यो डिफाइन हुन्छ। अब दुईटै साइड के गर्नु पर्यो भने डिफरेन्सिएसन गर्नु पर्यो, differentiating both sides with respect to x we get derivative of log y with respect to x equal to derivative of sin hx into log x यसरी लेख्न सकिन्छ यहाँबाट with respect to x। अब यहाँ हेर्नु त यसको डेरिभेटिभ 1/y dy by dx हुन्छ, सब क्वेसनमा यसरी नै गरेको छ, यादै भइहाल्यो होला तपाईहरुलाई। अब यहाँ पहिलो फंक्शन र दोस्रो फंक्शन, त पहिलो फंक्शन एज इट इज sin hx एज इट इज डेरिभेटिभ अफ दोस्रो फंक्शन log x with respect to x प्लस दोस्रो फंक्शन एज इट इज log x एज इट इज डेरिभेटिभ अफ पहिलो फंक्शन sin hx with respect to x यसरी लेख्न सकिन्छ। फर्स्ट फंक्शन एज इट इज डेरिभेटिभ अफ सेकेन्ड फंक्शन प्लस सेकेन्ड फंक्शन एज इट इज डेरिभेटिभ अफ फर्स्ट फंक्शन यसरी लेख्न सकिन्छ। यसलाई फेरि सल्भ गर्दाखेरि यहाँदेखि हामी मेटौँ, पहिला यहाँदेखि मेटेर सल्भ गर्नुपर्छ, बोर्डमा ठाउँ छैन, त्यही भएर मिलाइजुलाएर काम चलाउनुपर्छ। यहाँदेखि हामीले गर्नुपर्छ त LHS मा त एज इट इज 1/y dy by dx हुन्छ इक्वल टु RHS मा sin hx। अब यसको डेरिभेटिभ साइडमा क्याल्कुलेट गरेर यहाँ सब्स्टिट्युट गर्नु, डेरिभेटिभ अफ log x with respect to x लाई यसरी लेख्न सकिन्छ, डेरिभेटिभ अफ log x with respect to log x मल्टिप्लाई बाइ डेरिभेटिभ अफ log x with respect to x यसरी लेख्न सकिन्छ। यो चाहिँ हाम्रो 1/log x मल्टिप्लाई बाइ डेरिभेटिभ अफ log x with respect to x गर्दाखेरि 1/x भयो आन्सर। यसको रिक्वायर्ड आन्सर 1/x into log x यति हुन्छ। यो डाइरेक्ट यहाँ सब्स्टिट्युट गर्न पाइहाल्छ हामीले, हुन्छ कि हुँदैन यति? यो जे छ त्यही तल पनि बनाउनु पर्यो, यहाँ बनायौँ, अनि यसलाई इक्वलाइज गर्न फेरि माथि थप्यौँ, अनि यसको डेरिभेटिभ 1/log x हुन्छ, किनभने log x कै भ्यालुमा log x छ भने, त्यही भएर 1/log x भ्यालु अनि यसको डेरिभेटिभ 1/x हुन्छ, त्यही भएर। अनि यतिको ठाउँमा हामी डाइरेक्ट यहाँ लेख्न पाइहाल्छौँ 1/x into log x प्लस एज इट इज छ, अनि log x मल्टिप्लाई बाइ डेरिभेटिभ अफ sin hx with respect to x गर्दाखेरि कति हुन्छ? यो cos hx हुन्छ नि, यहाँ cos hx यसरी लेख्न सकिन्छ। यो डेरिभेटिभ अफ sin hx with respect to x गर्दाखेरि cos hx हुन्छ। अब यसलाई फेरि हामीले यहाँ LHS मा dy by dx लेखौँ, यो डिभाइडमा छ भने RHS मा हुँदाखेरि मल्टिप्लाईमा भइहाल्छ। यसलाई यहाँ sin hx डिभाइडेड बाइ x log x लेख्न सकिन्छ, अनि प्लस cos hx लाई अगाडि अनि फेरि log x यसरी लेख्न सकिन्छ कि सकिँदैन?
यही गरेको। अब यहाँ फेरि हामीले अर डेरिभेटिभ अफ वाइ विथ रेस्पेक्ट टु एक्स गर्दाखेरि वाइको भ्यालु कति छ यहाँ लग एक्सको पावर साइन एच एक्स छ अनि फेरि मल्टिप्लाई बाई यहाँ साइन एच एक्स एज इट इज डिभाइडेड बाई एक्स log x plus cos एच एक्स इन्टु log टाइम्स log अफ log x यसरी लेखिन्छ। यो हाम्रो चाहिँ फाइनल एन्सर भइहाल्यो। यसरी गर्न सकिन्छ। बुझ्नुभयो होला त? यो हाम्रो फाइनल एन्सर हो। यसरी जुन ब्राकेटमा बनाइदिँदैछु यो हाम्रो रिक्वायर्ड फाइनल एन्सर छ। यसरी गर्न सकिहाल्छ। अब हाम्रो क्वेसन नम्बर ईमा के छ भने फाइन्ड द डेरिभेटिभ अफ cos एच एक्स को पावर साइन एच इन्भर्स एक्स यसरी लेख्न सकिन्छ। यसलाई हामी फेरि त्यही अगाडिकै प्रोसेस जस्तो गर्नुपर्छ। फङ्सनको पावर फङ्सन त पहिला लग लिनु, त्यसपछि डिफ्रेन्सिएसन गर्नु, डिफ्रेन्सिएसन गरिसकेपछि फेरि सब्स्टिट्युट गर्नुभएको भ्यालु एन्सर आइहाल्छ। यसलाई हामी सोलुसन फेरि लेखौँ। सोलुसन हियर लेट y इक्वल टु cos एच एक्स को पावर साइन एच इन्भर्स एक्स लेख्न सकिन्छ। अब टेकिङ log on both sides we get and log y equal to log of cos h x into sin h inverse x यसरी लेख्न सकिन्छ। अब फेरि यहाँ हामीले or log y equal to यहाँ sin h inverse x into log cos h x यसरी लेख्न सकिन्छ। अब टेकिङ होइन डिफ्रेन्सिएटिङ गर्नु पर्यो दुईटै साइडमा के को रेस्पेक्टमा एक्स को रेस्पेक्टमा। यो पहिलो फङ्सन यो दोस्रो फङ्सन हुन्छ। डिफ्रेन्सिएटिङ बोथ साइड with respect to x we get and यो चाहिँ के हुन्छ डेरिभेटिभ अफ log y with respect to x equal to derivative of sin h inverse x into log cos h x with respect to x यसरी गर्न सकिन्छ। यहाँ फेरि प्रोडक्ट रुल लाग्छ। यसको डेरिभेटिभ हामीलाई थाहै छ 1 by y डेरिभेटिभ अफ y with respect to x हुन्छ। अनि यहाँ पहिलो फङ्सन एज इट इज sin h इन्भर्स x with sin h इन्भर्स x पहिलो फङ्सन एज इट इज अनि फेरि दोस्रो फङ्सनको डेरिभेटिभ अफ log cos h x with respect to x प्लस दोस्रो फङ्सन एज इट इज log cos h x एज इट इज पहिलो फङ्सनको डेरिभेटिभ sin h इन्भर्स x with respect to x यसरी गर्न सकिन्छ। सकिन्छ कि सकिँदैन? पहिलो फङ्सन एज इट इज दोस्रो फङ्सनको डेरिभेटिभ प्लस दोस्रो फङ्सन एज इट इज दोस्रो फङ्सन एज इट इज छ अनि पहिलो फङ्सनको डेरिभेटिभ युज गरेको यसरी। अब यसलाई सेपरेट फाइन्ड गरौँ, यसलाई सेपरेट फाइन्ड गरौँ। यो त फर्मुलै भइहाल्छ अनि दुईटैलाई सब्स्टिट्युट गर्नु पर्यो। यसको लागि सबभन्दा पहिला त यो मेट्नु पर्यो किनभने मेटेर नमेटेर गर्ने ठाउँै छैन। ठुलो बोर्डै छैन यसमा, न त यो डिजिटल बोर्ड हो माथि गर्दिन भने। यहाँसम्म हामी मेटौँ, यो पनि मेटौँ, केही फरक पर्दैन। हाम्रो लास्ट स्टेप यो छ मेटेर एलएचएस एज इट इज रहन्छ। यहाँ हाम्रो 1 by y dy by dx भ्यालु इक्वल टु sin h इन्भर्स x डेरिभेटिभ अफ log h x विथ रेस्पेक्ट टु x गर्दाखेरि यहाँ गरौँ डेरिभेटिभ अफ log cos h x with respect to x छ नि यति नै हो। log cos h x with respect to x यति नै छ। यहाँ यसलाई हामीले डेरिभेटिभ अफ log cos h x with respect to cos h x लेख्न सक्छौँ मल्टिप्लाई बाई डेरिभेटिभ अफ
cos hx with respect to x भइहाल्यो अनि यो गर्दाखेरि 1 by cos hx यसको डेरिभेटिभ हुन्छ यहाँ डेरिभेटिभ अफ cos hx गर्दाखेरि sin hx भइहाल्यो sin hx डिभाइडेड बाइ cos hx गर्दाखेरि हाम्रो कति हुन्छ tan hx यसको मतलब यतिको ठाउँमा डाइरेक्ट हामी tan hx लेख्न सक्छौं tan hx प्लस यो चाहिँ log cos hx एज इट इज रहन्छ यहाँ हामी मेटिदिँदैछ यसलाई अब यो सारिहाल्नु तपाईँहरू लास्टमा गर्दाखेरि गरिहाल्नु स्टेप वाइज गर्नु एउटा स्टेपमा यो गर्नु अर्कोमा अरु सबै एज इट इज सार अनि यो भइहाल्यो अब यसलाई भेटौं यहाँ फेरि यति लेख्यौं यसको ठाउँमा tan hx अनि प्लस को प्लस log cos hx को एज इट इज रहन्छ log cos hx multiply by derivative of sin h inverse x with respect x गर्दाखेरि 1 by under root 1 plus x square हुन्छ यो फर्मुला रट्नु पर्छ बुकमा छ नत्र भिडियोको डिस्क्रिप्सन बक्समा जानु त्यहाँ फर्मुला यो च्याप्टरमा जति युज हुन्छ त्यो सब फर्मुलाको नोट छ त्यहाँ क्लिक गरेर नोट तपाईं स्क्रिनशट लिन सक्नुहुन्छ अब यहाँ हेर्नुस् यो और dy by dx यहाँ यही साइड राखौं यो y लाई अर्को साइड लग्दाखेरि मल्टिप्लाई भइहाल्छ यहाँ फेरि sin h इन्भर्स x इन्टु tan hx प्लस यो माथिमा मल्टिप्लाई भइहाल्छ log cos hx डिभाइडेड बाइ अन्डर रुट 1 प्लस x स्क्वायर भइहाल्यो अब y को भ्यालु यति छ नि त हामीले यसलाई सब्स्टिट्युट गर्न सक्छौं y को त यहाँ और dy by dx equal to y को भ्यालु कति छ यहाँ cos hx को पावर sin h इन्भर्स x भइहाल्यो यहाँ फेरि sin h इन्भर्स x as it is into tan hx plus log cos hx divided by under root 1 plus x square हुन्छ यो छ नि यति नै यो y को ठाउँमा यति लेख्यौं जुन चाहिँ हामीले क्वेशनमा अगाडि सपोजिसन गरेको थियौं अनि फेरि sin h इन्भर्स x as it is tan hx as it is प्लस यो पनि as it is यही हाम्रो फाइनल आन्सर भइहाल्यो यति नै बुकमा पनि आन्सर होला यति नै छ बुकमा पनि आन्सर यो हाम्रो फाइनल आन्सर यति गर्न सकिन्छ अब हाम्रो क्वेशन नम्बर F मा के छ भने फाइन्ड द डेरिभेटिभ अफ cos h इन्भर्स x को पावर sin hx cos h इन्भर्स x को पावर sin hx को डेरिभेटिभ निकाल्नु भन्दैछ यसमा पनि सबभन्दा पहिला लग लिनु पर्यो त्यसपछि डिफरेन्सिएसन गर्नु पर्यो त्यसपछि सब्स्टिट्युसन गर्नु पर्यो आइहाल्छ त्यसलाई फेरि सोलुसन यहाँ सोलुसन हियर लेट y इक्वल टु cos h इन्भर्स x को पावर sin hx यसरी लेख्न सकिन्छ taking log on both sides we get log y equal to यहाँ चाहिँ हाम्रो यो log cos h इन्भर्स x को पावर sin h x भइहाल्छ अनि फेरि LHS मा as it is log y equal to यो पावरमा छ भने मल्टिप्लाईमा आइहाल्छ sin h x into log cos h इन्भर्स x हुन्छ बुझेको हुँदैन अब यसलाई हामीले डिफरेन्सिएसन गर्नु पर्यो differentiating both sides with respect to x we get यहाँ के हुन्छ डेरिभेटिभ अफ log y with respect to x equal to derivative of sin hx into log cos h inverse x with respect to के हुन्छ x हुन्छ कि हुँदैन फेरि अब यहाँ हेर्नु और डेरिभेटिभ अफ log y with respect to x गर्दाखेरि 1 by dy by dx value equal to first function as it is यहाँ sin hx as it is derivative of log
log cos h inverse x with respect to के गर्नु पर्यो हामीलाई x plus फेरि सेकेन्ड फंक्शन एज इट इज log cos h inverse x अनि डेरिभेटिभ अफ पहिलो फंक्शन डेरिभेटिभ अफ sin h x with respect to x। अब यो हामी साइडमा निकाल्छौँ यो पनि निकाल्छौँ अनि सब्स्टिट्युट गर्ने डाइरेक्टली। यसको लागि हामीले सबभन्दा पहिला यो मेट यहाँसम्म लेख्नु पहिला त्यसपछि यो मेटिदिन्छु यहाँसम्म लेखिहाल। यो हाम्रो यति छ अनि यसमा सब एलएचएस मा एज इट इज रहन्छ और 1/y dy by dx इक्वल टु यहाँ sin hx इन्टु अब यसको डेरिभेटिभ यहाँ निकाल्दैछ हामी डेरिभेटिभ अफ log cos h इन्भर्स x with respect to x भन्दैछ। यसको गर्दाखेरि हामीले सबभन्दा पहिला चेन रुल लगाउनु पर्यो डेरिभेटिभ अफ cos h इन्भर्स x with respect to cos h inverse x multiply by derivative of cos h inverse x with respect to x गर्नु पर्यो। यो चाहिँ हाम्रो कति हुन्छ 1 by cos h inverse x multiply by derivative of cos inverse x with respect to x गर्दाखेरि under root x square minus 1 हुन्छ बुझ्दैन यति साइन आउँछ साइनलाई चेन्ज गर्दाखेरि x square minus 1 ठीक छ। अब यतिको ठाउँमा हामीले डाइरेक्ट यहाँ यति सब्स्टिट्युट गर्न सक्छौँ यहाँ 1 into 1 1 नै भइहाल्छ डिभाइडेड बाइ cos h इन्भर्स x मल्टिप्लाई बाइ यो एउटा फंक्शन हो यो अर्को फंक्शन अंडर रूट x स्क्वायर माइनस 1 यति लेख्न सक्छौँ प्लस यो एज इट इज रहन्छ यसलाई मेट्दियौँ हामीले काम छैन यसको प्लस log cos h इन्भर्स x एज इट इज इन्टु डेरिभेटिभ sin h with respect to x गर्दाखेरि cos h x भइहाल्छ त्यसमा ठीक छ। अब यो y डिभाइडमा यो साइड छ अर्को साइड मल्टिप्लाईमा जान्छ त और dy by dx इक्वल टु y टाइम्स यसलाई हामी यसरी लेख्यौँ sin h x माथि डिभाइडेड बाइ अंडर रूट x स्क्वायर माइनस 1 इन्टु cos h x यसलाई त जसरी पनि लेख्दा हुन्छ यो साइड लेख्नु यो साइड लेख्नु केही फरक पर्दैन त्यसमा प्लस cos h x लाई अगाडि लेखौँ log cos h इन्भर्स x यसरी लेख्न पाइन्छ। अब फेरि यहाँ y को भ्यालु हाम्रो यति छ यसलाई सब्स्टिट्युट ब्याकवर्ड सब्स्टिट्युसन गरिदिनु आइहाल्छ एन्सर देयरफोर वी क्यान राइट डेरिभेटिभ अफ y with respect to x इक्वल टु y को ठाउँमा कति हुन्छ यहाँ cos h इन्भर्स x को पावर sin h x यहाँ फेरि sin h x एज इट इज रहन्छ डिभाइडेड बाइ अंडर रूट x स्क्वायर माइनस 1 हुन्छ नि यहाँ x स्क्वायर माइनस 1 इन्टु cos h इन्भर्स x प्लस cos h x इन्टु log cos h इन्भर्स x यसरी लेख्न सकिन्छ के हाम्रो फाइनल एन्सर भइहाल्यो यति नै हाम्रो फाइनल एन्सर हुन्छ बुकमा पनि यति नै छ एन्सर बुकमा पनि यति एन्सर छ यो हाम्रो रिक्वायर्ड एन्सर भइहाल्यो यहाँसम्म गर्नु एफ नम्बरको यति एन्सर अब हाम्रो क्वेसन नम्बर जी मा के छ भने फाइन्ड द डेरिभेटिभ अफ tan h x को पावर cos h इन्भर्स 3x छ यो क्वेसन नम्बर जी र h इम्पोर्टेन्ट पनि हो एक्जाममा आउन सक्छ र अलिकति यो ठुलो पनि छ यसमा धेरै फंक्सन युज भएको हुन्छ किनभने चेन रुल धेरै चोटि युज गर्नुपर्छ त्यही भएर अलिकति ठुलो छ यसलाई सल्भ गर्दाखेरि अलिकति ध्यान दिएर सल्भ गर्नु यसमा पनि त्यही अगाडिकै प्रोसेस छ सोलुसन यहाँ सोलुसन हेयर लेट के गरौँ भने y इक्वल टु tan h x को पावर
cos h इन्भर्स 3x यसरी सपोज गर्न सकिन्छ। अब taking log on both side we get हेर्नु त log y भइहाल्छ, यहाँ चाहिँ cos h इन्भर्स 3x बाहिर आउँछ इन्टु log tan hx आउँछ। यहाँ एक्चुअलमा चाहिँ लग यति हुन्छ, यो मल्टिप्लाई हुँदा यो पावर हुन्छ भने मल्टिप्लाई भइहाल्यो। मैले यहाँ एउटा स्टेप स्किप गरेँ, बुझिँदैन भने स्टेप नस्किप गरौँ, यही गरिहाल्छु। यसलाई यसरी लेख्न सकिन्छ। हेर्नु, पहिला log tan hx को पावर cos h इन्भर्स 3x यसरी लेख्न सकिन्छ। और log y इक्वल टु यो log x को पावरमा यो छ भने मल्टिप्लाई भइहाल्छ। यहाँ हाम्रो cos h इन्भर्स 3x इन्टु log tan hx लेख्न सकिन्छ। अब दुईटै साइड डिफरेन्सिएसन गर्नु त, डिफरेन्सिएटिङ बोथ साइड्स विथ रेस्पेक्ट टु x गर्दाखेरि गेट के हुन्छ हाम्रो, वी गेट एलएचएसमा डेरिभेटिभ अफ log y विथ रेस्पेक्ट टु x भइहाल्छ इक्वल टु डेरिभेटिभ अफ यहाँ cos h इन्भर्स 3x इन्टु log tan hx भइहाल्छ विथ रेस्पेक्ट टु के को रेस्पेक्टमा, x को रेस्पेक्टमा। अब यहाँ हेर्नु, यसको डेरिभेटिभ हामीलाई थाहै छ, सबै क्वेसनमा सेमै छ, 6 नम्बरको सबको क्वेसनमा यति नै हुन्छ। यहाँ एलएचएस पाउँछ, यसको डेरिभेटिभ 1/y dy/dx हुन्छ। यहाँ हेर्नु, यो एउटा पहिलो फंक्सन छ, यो दोस्रो फंक्सन, यो फर्स्ट फंक्सन सेकेन्ड फंक्सन, दुईटै फंक्सन प्रोडक्टमा छ भने यहाँ हाम्रो प्रोडक्ट रुल लाग्छ। त पहिलो फंक्सन एज इट इज, दोस्रो फंक्सनको डेरिभेटिभ, फेरि दोस्रो फंक्सन एज इट इज, पहिलो फंक्सनको डेरिभेटिभ। त्यसलाई हामी cos h इन्भर्स 3x लाई एज इट इज लेख्न सक्छौं, डेरिभेटिभ अफ log tan hx विथ रेस्पेक्ट टु x यसरी लेख्न सकिन्छ। फेरि प्लस दोस्रो फंक्सन यो log tan hx एज इट इज, अनि पहिलो फंक्सनको डेरिभेटिभ अफ cos h इन्भर्स 3x विथ रेस्पेक्ट टु x भइहाल्छ। अब हामी के गर्छौं भने, तपाई स्टेपै वाइज यसको डिफरेन्सिएसन गर्नु, यसको डिफरेन्सिएसन गर्नु, तर यहाँ हामीलाई ठाउँ छैन, त्यही भएर यसको डिफरेन्सिएसन गरेर यसको भ्यालु निकालेर यहाँ पुट गर्छु, फेरि यसको पनि भ्यालु निकालेर यहाँ पुट गर्छु, अनि त्यो अलिकति सजिलो हुन्छ। यो सेपरेट तरिकाले हामी यहाँ साइडमा निकालेर अनि डाइरेक्टली हाल्दिन्छौँ। अब यसको लागि पहिला सबभन्दा पहिला यो मेटौँ, यसको काम छैन, यहाँ यतिसम्म हामीलाई काम लाग्छ, पछाडि लास्टमा सब्स्टिट्युसन गर्ने बेलामा, त्यही भएर यसलाई नमेटौँ, यति चाहिँ मेट्दा हुन्छ, केही फरक पर्दैन। यहाँ चाहिँ यो दुईटै टर्मको जुन डेरिभेटिभ छ नि त्यसको साइडमा भ्यालु निकाल्ने अनि मात्रै सब्स्टिट्युट गर्ने। अब यहाँ हेर्नु त, और एलएचएसमा 1/y एज इट इज रहन्छ, अनि डेरिभेटिभ अफ y विथ रेस्पेक्ट टु x इक्वल टु यो फंक्सन एज इट इज cos h इन्भर्स 3x एज इट इज, अनि यसको डेरिभेटिभ हामी यहाँ निकाल्छौं, डेरिभेटिभ अफ log tan hx विथ रेस्पेक्ट टु के छ, x छ नि, यसरी डेरिभेटिभ अफ log tan hx विथ रेस्पेक्ट टु x छ। यसलाई हामी यसरी लेख्न सक्छौं, डेरिभेटिभ अफ log tan hx विथ रेस्पेक्ट टु tan hx मल्टिप्लाई बाइ डेरिभेटिभ अफ tan hx विथ रेस्पेक्ट टु x, अनि यसको फर्मुला चाहिँ 1/tan hx मल्टिप्लाई बाइ डेरिभेटिभ अफ tan hx गर्दाखेरि sec h स्क्वायर x भइहाल्यो। अब यो चाहिँ हाम्रो कति हुन्छ भने sin hx माथि गइहाल्छ भने यो cos hx हुन्छ। नत्र यसरी बुझ्नु भएन भने तपाई यसरी लेख्नु, 1/tan hx भनेपछि cot hx हुन्छ, त cot hx भनेपछि फेरि cos hx बाइ sin hx भइहाल्यो, अनि मल्टिप्लाई बाइ यो sec h स्क्वायर x लाई
1/cos h स्क्वायर x लेख्न सकिन्छ। यो स्क्वायर र यो कटिन्छ, बच्यो कति 1/sin hx इन्टु cos hx। यसलाई फेरि तलमाथि 2 ले मल्टिप्लाई गर्न सकिन्छ नि त 2 ले। किन 2 ले मल्टिप्लाई गर्यो भने यहाँ 2 sin hx इन्टु cos hx गर्दाखेरि sin h 2x हुन्छ, त्यही भएर हामीले यहाँ 2 ले मल्टिप्लाई गर्यौँ। 2 ले मल्टिप्लाई गर्दाखेरि माथि एज इट इज, तल चाहिँ sin h 2x भइहाल्छ। यसलाई फेरि हेर्नु त, 2 एज इट इज रहन्छ, 1/sin h 2x लाई 2 cosec h 2x लेख्न सकिन्छ कि सकिँदैन? यसको डेरिभेटिभ यति 2 cosec h 2x हुन्छ। कसरी त यहाँ हेर्नु, पहिला हामीले चेन रुल लगायौँ, यसको डेरिभेटिभ यो डेरिभेटिभ अफ log tan hx विथ रेस्पेक्ट टु tan x गर्दाखेरि 1/tan hx हुन्छ, अनि डेरिभेटिभ अफ tan hx विथ रेस्पेक्ट टु x गर्दाखेरि sec h स्क्वायर x हुन्छ। यो दुईटैलाई फेरि sin cos मा कन्भर्ट गर्यौँ, यहाँ 1/tan hx छ जुन चाहिँ cot hx हो। cot hx लाई फेरि cos hx बाइ sin hx लेख्न सकिन्छ, मल्टिप्लाई बाइ sec h स्क्वायर x छ भने यसलाई 1/cos h स्क्वायर x लेख्न सकिन्छ। अनि यहाँ cos hx र यहाँको यो स्क्वायर कटिन्छ, अनि बच्यो कति 1/sin hx इन्टु cos hx बचिन्छ। फेरि यसलाई हामी तलमाथि 2 ले मल्टिप्लाई गर्छौँ। 2 ले किन मल्टिप्लाई गरेको भने टर्मलाई सानो पार्नु, एन्सरमा यति छ, त्यही भएर हामीलाई यो गर्नु नै पर्छ, नत्र नगर्दा पनि हुन्छ, तर गर्नु एन्सरमा जति छ त्यति मिलाउनु पर्छ। यहाँ 2 तलमाथि 2 ले मल्टिप्लाई गर्दाखेरि माथि 2 भन्दा 2 भइहाल्यो, यहाँ 2 sin hx इन्टु cos hx गर्दाखेरि sin h 2x, अनि यो माथि 2 एज इट इज 1/sin h 2x गर्दाखेरि cosec h 2x हुन्छ, यति लेख्न सक्छ। यसको मतलब के भइहाल्यो भने यतिको ठाउँमा हामीले यो छ नि डेरिभेटिभ अफ log tan hx विथ रेस्पेक्ट x को ठाउँमा 2 sec hx 2x लेख्न सकिन्छ। 2 sec होइन, cosec छ, सरी, cosec h 2x। अनि यो अब यसलाई फेरि डेरिभेटिभ गर्नुपर्छ। यसलाई हामीले के गरौँ भने पहिला यो मेटिहाल्नु, यो लेखिहाल्नु साइडमा, त्यसपछि यो सब स्टेपमा गर्नुपर्छ। अनि यो मेटेर हामी चाहिँ फेरि यसको डेरिभेटिभ गर्नुपर्छ। यसलाई मेटौँ, तपाईँले यो साइडमै गरेर अनि सब्स्टिट्युट गर्दाखेरि केही फरक पर्दैन, सजिलो हुन्छ। किनभने बिचमा गर्दा स्टेपमा अलिकति पनि मिस्टेक हुँदाखेरि फेरि पुरै क्वेसन नै रङ हुन चान्स हुन्छ, त्यही भएर साइडमै गर्नु सक्नुहुन्छ भने सिधै गर्दा पनि केही फरक पर्दैन। अब यसको हेर्नु त, अब यसको डेरिभेटिभ निकाल्नु पर्यो। हामीलाई यहाँ के छ भने डेरिभेटिभ अफ cos h इन्भर्स 3x विथ रेस्पेक्ट टु x भन्दैछ। यसलाई हामीले डेरिभेटिभ अफ cos h इन्भर्स 3x विथ रेस्पेक्ट टु 3x मल्टिप्लाई बाइ डेरिभेटिभ अफ 3x विथ रेस्पेक्ट टु x लेख्न सक्छौँ। अब यसको डेरिभेटिभ 1/√x स्क्वायर माइनस 1 हुन्छ, यहाँ 3x स्क्वायर माइनस 1 हुन्छ, अनि मल्टिप्लाई बाइ यो डेरिभेटिभ अफ 3x विथ रेस्पेक्ट टु x गर्दाखेरि 3 नै हुन्छ। अनि यसलाई हामीले फेरि 3 भन्दा 3 माथि डिभाइडेड बाइ √9x स्क्वायर माइनस 1 लेख्न सकिन्छ कि सकिँदैन यसरी? अब यो एज इट इज लेख्नु पर्यो, अनि यसको ठाउँमा यति लेख्नु पर्यो। यहाँ हामीले के गर्यौँ भने प्लस यहाँदेखि यो एज इट इज यहाँ छ, यसको डेरिभेटिभ 2 cosec h 2x हुन्छ लेखेको छौँ, अनि प्लस एज इट इज log tan hx लाई एज इट इज लेखौँ log tan hx इन्टु, अब यति यसको डेरिभेटिभ चाहिँ हाम्रो 3 डिभाइडेड बाइ √9x स्क्वायर माइनस 1 हुन्छ। यो 3x स्क्वायर भनेपछि 3 को स्क्वायर 9, अनि x स्क्वायर अनि माइनस 1 एज इट इज छ। अब यसलाई हामी फेरि मेटिहाल्छौँ। यो बुझिहाल्नु नि, यसको डेरिभेटिभ निकाल्यौँ अनि यहाँ हाल्यौँ। बुझ्नुभएको होला तपाईँहरूले, एकचोटि हेर्नु, फेरि बुझेन भने फेरि भिडियोलाई रिभर्स गरेर हेर्नु, यहाँसम्म लेख्न सकिन्छ। अब हाम्रो एन्सर आइहाल्छ। अब यहाँ हेर्नु त, एलएचएसमा y डिभाइडमा छ, त्यसैले आरएचएसमा जाँदाखेरि मल्टिप्लाईमा भइहाल्छ, और dy बाइ dx इक्वल टु y टाइम्स, यसलाई हामी 2 cosec h 2x इन्टु cos h इन्भर्स 3x प्लस 3 log tan hx डिभाइडेड बाइ √9x स्क्वायर माइनस 1, 9x यहाँ स्क्वायर छ, x स्क्वायर माइनस 1 लेख्न सक्छौँ।
सक्छ कि सक्दैन? अब यहाँ फेरि y को सब्स्टिट्युट गरिदिनु भ्यालु आइहाल्छ एन्सर। यसलाई मेटौँ। यहाँ हेर्नु त हाम्रो y को भ्यालु कति छ? tan hx को पावर cos h इन्भर्स 3x अनि यो फेरि एज इट इज 2 cosec h 2x into cos h इन्भर्स 3x प्लस यो फेरि 3 log tan hx डिभाइडेड बाई अंडर रुट 9x स्क्वायर माइनस 1 यसरी लेख्न सकिन्छ। बुझ्नुभएको होला, यही हाम्रो एन्सर छ। एन्सरमा यो उल्टा पुल्टा हुन सक्छ, मल्टिप्लाईमा छ भने जसरी पनि लेख्न पाइन्छ, त्यही भएर यति एन्सर हाम्रो एन्सर भइहाल्यो। यो क्वेसनको यति नै एन्सर हो। dy बाई dx गर्दाखेरि यति एन्सर आउँछ। यो ब्र्याकेटमा लेखेको चाहिँ हाम्रो रिक्वायर्ड एन्सर हो। यस्तै लगायत h नम्बर पनि धेरै इम्पोर्टेन्ट छ। अब हाम्रो क्वेसन नम्बर h मा के छ भने फाइन्ड द डेरिभेटिभ अफ sin h x by a प्लस cos h x by a होल को पावर nx छ। यतिको पावर nx छ। यो पनि एउटा फंक्सन हो, यो अर्को फंक्सन हो। त्यो फंक्सनको पावर फंक्सन छ भने लग लिनु पर्यो, त्यसपछि डिफरेन्शिएट गर्नु पर्यो अनि सब्स्टिट्युसन गर्दाखेरि आइहाल्छ हाम्रो एन्सर। त्यही भएर यसलाई लेट y इक्वल टु sin h x by a प्लस cos h x by a को पावर nx लेख्न सकिन्छ। अब taking log on both sides we get हेर्नु त एनालिसिसमा डेरिभेटिभ अफ y विथ रेस्पेक्ट टु x इक्वल टु डेरिभेटिभ हुँदैन लग हुन्छ। लग लिएर डेरिभेटिभ लेख्छ, सरी लग y इक्वल टु log sin h x by a प्लस cos h x by a को पावर nx लेख्न सकिन्छ। अब यो nx फेरि मल्टिप्लाईमा आइहाल्छ, प्रोपर्टी हो लग को। log y इक्वल टु nx मल्टिप्लाईमा log sin h x by a प्लस cos h x by a भइहाल्छ। अब डिफ्रेन्सिएसन गर्नु पर्यो। यो एउटा फंक्सन भइहाल्यो, यो अर्को फंक्सन भइहाल्यो। अब यसको डिफ्रेन्सिएसन गर्नु पर्यो। डिफ्रेन्सिएटिङ बोथ साइड with respect to x we get हेर्नु त डेरिभेटिभ अफ log y with respect to x equal to डेरिभेटिभ अफ nx into log sin h x by a plus cos h x by a divided by with respect to x हुन्छ। भयो नि यति। यसको डेरिभेटिभ x को रेस्पेक्टमा डिफरेन्सिएसन गर्नु पर्यो। अब यहाँ हेर्नु त, और यसको डेरिभेटिभ गर्दाखेरि यो डेरिभेटिभ अफ log y with respect to x गर्दाखेरि हाम्रो 1 by y dy by dx भइहाल्छ। हुन्छ कि हुँदैन? इक्वल टु यो एउटा फंक्सन भइहाल्यो, यो अर्को फंक्सन हो। त हामीले प्रोडक्ट टुल थाहा छ, डेरिभेटिभ फर्स्ट फंक्सन टाइम्स डेरिभेटिभ अफ सेकेन्ड फंक्सन प्लस सेकेन्ड फंक्सन टाइम्स डेरिभेटिभ अफ फर्स्ट फंक्सन हुन्छ। त यहाँ nx एज इट इज लेखौँ डेरिभेटिभ अफ यहाँ log sin h x by a प्लस cos h x by a with respect to x हुन्छ प्लस दोस्रो फंक्सन यो हो, यो एज इट इज कति हुन्छ log sin h x by a प्लस cos h x by a अनि पहिलो फंक्सनको डेरिभेटिभ nx with respect to x हुन्छ। भएको होइन? फर्स्ट फंक्सन एज इट इज, दोस्रो फंक्सनको डेरिभेटिभ प्लस दोस्रो फंक्सन एज इट इज, पहिलो फंक्सनको डेरिभेटिभ यसरी लेख्न सकिन्छ। अब हामीलाई के गर्नु पर्यो भने यसको डेरिभेटिभ सेपरेट निकाल्छौं, यसको डेरिभेटिभ सेपरेट निकाल्छौं अनि यहाँ फेरि आएर सब्स्टिट्युट गरिदिने हो अनि आइहाल्छ हाम्रो। यसको लागि सबभन्दा पहिला यतिलाई मेट्नु पर्यो, किनभने बोर्ड सानो छ, ठाउँ छैन।
यसलाई यहाँसम्म, यो हाम्रो लास्ट स्टेप यो हो, यहाँसम्म मेटिदिने अनि सल्भ गर्दाखेरि आइहाल्छ। यहाँसम्म मेट्न सकिन्छ। अब यो पहिलाकै क्वेसन यति माथि लेखिदिए। अब यहाँ 1/y or 1/y डेरिभेटिभ अफ y with respect to x as it is लेखौँ इक्वल टु nx इन्टु, अब यसको डेरिभेटिभ गरेर हामीलाई लेख्नु पर्यो। यहाँ डेरिभेटिभ अफ log sin h x by a प्लस cos h x by a with respect to x छ। यसलाई हामीले यसरी लेख्न सक्छौँ, यो जे छ त्यही तल पनि बनाउनु पर्यो नि, किनभने लग यहाँ थियो, फर्मुला थाहै छ हामीलाई, डेरिभेटिभ लग एक्स विथ रेस्पेक्ट टु एक्स गर्नु पर्यो। त्यही भएर यहाँ डेरिभेटिभ अफ लग sin h x by a प्लस cos h x by a with respect to डेरिभेटिभ अफ sin h x by a प्लस cos h x by a multiply by derivative of sin h x by a plus cos h x by a with respect to x हुन्छ। अब यसको डेरिभेटिभ गर्दाखेरि 1 by sin h x by a plus cos h x by a भइहाल्छ। अनि यहाँ हेर्नु फेरि सम रुल लाग्छ, यसको डेरिभेटिभ एक्सको रेस्पेक्टमा गर्दाखेरि अनि यसको डेरिभेटिभ फेरि एक्सको रेस्पेक्टमा गर्नु पर्यो। त 1/a एक्सकै दुइटैको कोएफिसिएन्ट हो, त्यही भएर हामीले 1/a डाइरेक्टली बाहिर लेख्न सक्छौँ। अनि यसको डेरिभेटिभ अफ sin h x विथ रेस्पेक्ट टु एक्स गर्दाखेरि cos h x by a हुन्छ प्लस डेरिभेटिभ अफ cos h x by a विथ रेस्पेक्ट टु एक्स गर्दाखेरि 1/a त बाहिर लिइहालेको छौँ, यो कति हुन्छ sin h x by a हुन्छ कि हुँदैन। अब हेर्नु त, यहाँ cos h x by a प्लस sin h x by a छ, तल पनि cos h x by a प्लस sin h x by a, त यो दुइटै कटिहाल्छ, यो न्युमिरेटरमा छ, यो डिनोमिनेटरमा। बुझिँदैन भने यसरी मिलाएर लेख्नु, 1/a एज इट इज लेख्यौँ इन्टु cos h x by a प्लस sin h x by a, यसलाई यहाँ माथि अनि तलमा पनि हामी कसलाई पहिला लेख्दैछौँ, cos h x by a प्लस sin h x by a, यसरी लेख्न सकिन्छ नि त। अब यो दुइटैलाई सल्भ गर्दाखेरि कति हुन्छ, यहाँ यो 1/a इन्टु 1 इक्वल टु 1/a। यसको मतलब यसको डेरिभेटिभ गर्दाखेरि हाम्रो 1/a आइराखेको छ। त यहाँ हामीले यतिको ठाउँमा 1/a लेख्न सक्छौँ, 1/a भइहाल्यो प्लस एज इट इज। अब यो log sin h x by a प्लस cos h x by a एज इट इज लेख्नु पर्यो। अनि यसको डेरिभेटिभ अफ n x विथ रेस्पेक्ट टु x गर्दाखेरि n मात्रै आउँछ, त्यही भएर यसलाई फेरि हामी मेटिहाल्यो। यो एकचोटि तपाईँहरू सारिहाल्नु अनि त्यसपछि यहाँ सब्स्टिट्युट गर्नु, त साइडमा लेखिदिनु यसको डेरिभेटिभ के आउँछ, त्यही भएर हामी डाइरेक्टली सब्स्टिट्युट गर्न सकिन्छ। यहाँ चाहिँ हामी मेटौँ। अब यो यसको डेरिभेटिभ 1/a आएको थियो, कसरी यसलाई हामीले भर्खर निकालेको थियौँ। अनि प्लस एज इट इज यहाँ log sin h x by a प्लस cos h x by a इन्टु डेरिभेटिभ अफ nx विथ रेस्पेक्ट टु x गर्दाखेरि n भइहाल्यो, हुन्छ कि हुँदैन। अब यहाँ हेर्नु, और dy by dx लाई यही साइड राखौँ, यहाँ y डिभाइडमा छ भने यहाँ मल्टिप्लाईमा आइहाल्छ। अनि दुइटैमा n कमन छ भने हामी n कमन झिक्न सक्छौँ, दुइटैमा n प्रेजेन्ट छ नि त, त्यही भएर n कमन झिक्न सकिन्छ। यहाँ कति बच्यो, x by a प्लस log sin h x by a प्लस cos h x by a, यसरी लेख्न सकिन्छ। अब यहाँ हेर्नु त, y लाई फेरि सब्स्टिट्युसन गर्नु पर्यो, देयरफोर dy by dx इक्वल टु y कति छ हाम्रो यहाँ sin h x by a प्लस cos h x by a को पावर nx
अनि यो एनलाई हामी यहाँ अगाडि लेख्यौँ, यहाँ एन पहिला लेख्यौँ, त्यसपछि वाइको भ्यालु यहाँ सब्स्टिट्युट गऱ्यौँ, अनि यो फेरि एज इट इज, यति टर्म एज इट इज। कहाँ कति छ, x/a प्लस लग sin h x/a प्लस cos h x/a यसरी लेख्न सकिन्छ। यो हाम्रो फाइनल एन्सर भइहाल्यो। अब आजको भिडियोमा हामी यति नै। यो लेक्चर सकेपछि हाम्रो क्लास 12 को बेसिक म्याथमेटिक्सको डेरिभेटिभ भन्ने च्याप्टरको जम्मै एक्सर्साइजको सोलुसन सकिन्छ। अब हामी अर्को भिडियोदेखि चाहिँ एप्लिकेसन अफ डेरिभेटिभको पढ्छौँ। एप्लिकेसन अफ डेरिभेटिभमा के पढ्नुपर्छ हामीलाई? पहिला एल हस्पिटल रुल छ, त्यसपछि डिफ्रेन्सिएसन एन्ड एप्रोक्सिमेसन छ, त्यसपछि ट्यान्जेन्ट एन्ड नर्मल छ, त्यसपछि डेरिभेटिभ एज ए रेट मेजर छ, डेरिभेटिभ एज अ रेट मेजर। त्यो सबको अब अर्को जुन भिडियो हुन्छ नि, त्यहाँ एप्लिकेसन अफ डेरिभेटिभ भन्ने हुन्छ, त्यहाँ प्लेलिस्ट बनाउँछौँ हामीले, अनि त्यहाँबाट सबैको भिडियो लगातार हाल्ने। डेरिभेटिभको भिडियो यति नै थियो। तपाईहरुले एक्सर्साइज मात्रै गरेर गए पनि सबै क्वेशन सल्भ गर्न सकिन्छ, लगभग सब गर्न सकिन्छ एक्जाममा। त्यही भएर थ्योरी पढ्नु, एक्सर्साइज गर्नु। इन केस हामी एक्सर्साइज सकाएपछि फेरि मैले त्यही थ्योरी पढाउने नै छु तपाईहरुलाई। पहिला चाहिँ बेसिक म्याथमेटिक्स बुकको 12 को हरेक एक्सर्साइजको सोलुसनको भिडियो एक्सर्साइजको भिडियो सोलुसन बनाउन, त्यसपछि थ्योरी हामी पढाउने। थ्योरी पढाउँदाखेरि थ्योरी प्लस सोलुसन अलिअलि गर्ने, अनि इन केस तपाईहरुलाई आएन भने त एक्सर्साइज सिरिज गरेर हेर्न सक्नुहुन्छ यो स्टडी गर्ने भनेर। आजको भिडियोमा यति नै। कस्तो लाग्यो तपाईहरुले कमेन्ट गर्नु होला। धन्यवाद।